हाई गाइज नमस्कार एन्ड गुड मर्निङ। मैले यो तेस्रो भिडियो बनाउँदैछु। देख्नेहरू जति सबैले लाइक एन्ड कमेन्ट गरिदिनुहोस् है। यस्ता मान्छेहरूले फेरि पनि प्रश्रय कुनै पनि हाम्रा पसलहरूमा इफेक्ट नपारुन् र यस्तो काम नगरून् भनेर यो भिडियो बनाउँदैछु। ग्राहकहरूले भिडभाडको बेलामा मौका छोपेर है स्क्यानर गरिदिएर स्क्यानरमा पैसा आएन है। ग्राहकहरूले यसरी हेर्दै जानुभयो र धेरै टाइम लगाएर उहाँहरूले यो ज्याकेट मन पराउनु भयो है। यो डबल एक्सल हो, यसको सिङ्गल एक्सल चाहिँ दुईवटा ट्राई गर्नुभयो। दुईजना आउनुभएको थियो, 10 मिनट 15 मिनट लगाउनु भयो है। धेरैपल्ट ऐना हेर्न चाहनु भएन उहाँले होइन, अनि खालि यतापट्टि कर्नरमा आएर हेर्नुभयो। यो चाहिँ भिडियो मसँग राम्ररी छ। उहाँहरूलाई चाहिँ यस्तो प्रश्रय नपाउनको लागि लाइक कमेन्ट र कपी लिङ्क गरिदिनुहोस् होइन। उहाँहरूले तिर्न चाहनुहुन्छ भने होइन मेरो यो स्क्यानरमा आएर उहाँले यो पैसा दिए हुन्छ है। मेरो वाट्सएपहरू पनि छ है, भाइबरहरू छ, जुनै कुनैमा पनि आएर स्क्यानर गरिदिनु सक्नुहुन्छ है। तपाईँहरू आउनुहोस्। अब आएको 1 मिनटमै मैले हेरिसक्दा एकछिन पर्खिनुहोस् भन्दा पनि उहाँले पर्खिनु भएन है। र यतापट्टि असन जाने बाटो र यी नजिकैको ठमेल जाने बाटोमा चाहिँ उहाँहरू कतापट्टि पस्नुभयो मैले देखिनँ। अनि मैले फेरि पनि पसलमा आएर एकछिन हेरेँ, भेटिनँ। ग्राहकहरू धेरै भएकोले गर्दाखेरि उहाँहरूले पनि मलाई भन्नुभयो तपाईँले हतार नगर्नुहोस्, यो पैसा तपाईँको आउँछ भने। 24 घन्टा पर्खेँ है, आएन। त्यही कारणले गर्दा यो तेस्रो भिडियो बनाएर चाहिँ मेरो तेस्रो टिकटकमा हाल्दैछु। उहाँहरू आउनुहोस् र यस्तो अवसर पाएँ भनेर मौका नछोप्नुहोस् है। तपाईँहरू अम्किन पाउनुहुन्न। यो मेरो तेस्रो आँखाले चाहिँ तपाईँहरूलाई राम्ररी कैद गरेको छ है। तपाईँका फोटा भिडियोहरू मसँग यथेष्ट रूपमा छन्। तपाईँहरू 10-15 मिनट उभिएका फोटा भिडियोहरू राम्ररी छन्। तपाईँले मलाई छलकपट गर्नुभयो होइन। यस्तो छलकपट आइन्दा कसैसँग पनि नगर्नु होला। यो चाहिँ मलाई सचेत गराउनु भयो तपाईँहरूले, र अरू साथीभाइहरू पनि सचेत गर्नु हुनु होला होइन। यस्ता मान्छेहरू चाहिँ धेरै छन्। अस्ति 10-15 दिन पनि यस्तै भयो, अगाडि पनि यस्तै भएको थियो। उहाँहरू जमलको पुलमा पुगिसक्नु भएको थियो। उहाँहरूलाई बोलाएर फेरि मैले स्क्यानर गर्न लगाएको थिएँ है। यस्तै भयो। अरू साथीहरू पनि नअल्मलिनु होला। ग्राहकले यसरी धेरैलाई झुकाइराख्नु भएको छ। मैले मेरो परिसकेपछि मैले अरू साथीहरूको पनि भिडियो हेरेर थाहा पाएँ है। ल सबै साथीहरूले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, खोजिदिनु होला है। तपाईँहरूलाई पर्ने अप्ठ्यारोप्रति म पनि सजग भएँ है। ल यो चाहिँ लक्ष्मण जिन्स असन कमलाक्षी हो। लाइक कमेन्ट गरिदिनु होला है त। बाई।